सो हेलो नमस्ते सबैजनालाई यो सबैजना सन्चै म पनि सन्चै आरामै सो आज चाहिँ केटाहरूसँग टक्कसँगले आज चाहिँ हामी यसो बहुमुखी क्याम्पसतिर टक्क देख्न सक्नुहुन्छ हाम्रो टक्क हामीसँग हाम्रो केटाहरू चाहिँ यस्तो हिरो पारामा काले बाई यस्तो हिरो पारामा केटाहरू चाहिँ यस्तो चिल पारामा हिँड्ने कुकुरले काम पनि पाउन्न फुर्सद पनि पाउन्न भनेको हामीलाई जनाइ हुन्छ टक्क हाम्रो पछाडि चाहिँ यस्तो हिरो इन्ट्रीमा हाम्रो सुप्रिम भाइ छन् टक्कसँगले सो यसो आज चाहिँ घुमघाम यसो शनिबारको दिन पनि चिसोमा टक्कसँगले यसो न्यानो ज्याकेटहरू ल्याएर टक्कसँग हिँडेको हामी चाहिँ अब बहुमुखीबाट अगाडि चाहिँ यस्तो ताल छ यस्तो तालतिर गइदिउँ भनेर रमाइलो गर्न केटाहरू कतिको रमाइलो भयो त नि रमाइलो दाइको चाहिँ आज हातमा काट्यो क्या खै देखाइ त दाइ खै ए ओहो हेर त हातमा कस्तो काट्यो कालो भाइ कस्तो रमाइलो भयो आज एकदम दामी 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 मजा हुन्छ नि जस घुम्नु पर्यो दिल गार्डन भन्छु भाइ मौसम देख्दा यो फुल चाहिँ मैले यसो मान्छेलाई दिन्छु कि यस्तो दामी मान्छेलाई हेर्न टक्क आफूलाई मन परेको मान्छेलाई मनदेखि नै अघि फुल दिन्छु कि मैले जस्तो रमाइलो छ यस्तो हाइवेमा आयौँ हामी चाहिँ टक्कसँगले हाइवेले ओ गाडी रोक सिमसर जानेहरू हिँड्दै हागडा हिँड्दै न त अघि त्यो झोलासोला यहाँ चाहिँ टक्क हाम्रो इलेक्ट्रिक चक्कसँगले इलेक्ट्रिक सडक हामीलाई यहाँ टक्क चार्ज गर्न सक्नुहुन्छ पुगरले एक कल हानेर साथी लिन आऊ भन्ने क्या सो हाम्रो कालेको भविष्य उहाँ अगाडिपट्टि भट्किरह नि हाम्रो कालेको भविष्य टक्कसँग गाडी रोकाउने त हाम्रो सुरुमा गाडी रोकाउने हो हिँड्दै जानु पनि मिल्छ तर सबैजनालाई यस्तो रमाइलो पनि हुन्छ होइन चिसोमा तालमा हामी चाहिँ उहाँ जाने हाम्रो उहाँ ताल चाहिँ उहाँ अगाडि चाहिँ पट्टि छ केटाहरू चाहिँ यहाँ हिरो पारामा हेर्न टक्क आमा केटा हिरो भनिदिएको त यस्तो खुसी भयो कि हाम्रो यस्तो खुसी भयो कि आनन्दसँगले रमाइलोसँगले केटाहरू गाडी पनि रोकाएन नि यस्तो चित्त दुख्या रुल फलो गरेर केटाहरू कार हेरेर गाडी साडी अगाडि हेरेर टक्कसँगले कट्दिने हो फेरि एमराजहरू आयो भने हाम्रो केटाहरूलाई गाह्रो पर्छ क्या बोल्ला यो फुल चाहिँ दिने चाहिँ कसलाई होला कि मैले आज हेर्नु सक्नुहुन्छ हाम्रो टुरिस्टबाट आउनुभएको होला उहाँ हाम्रो सागर सरलाई यस्तो खुसी भयो कि यस्तो खुसी भयो नि हाम्रो सागर सर जस्तै ह्यान्डसम कोही पनि छैन क्या लाइफमा यस्तो रमाइलो पारामा ह्यान्डसम हुन्छ नि हाम्रो कालो भाइ फेरि छप्रीहरू चाहिँ हिँडेर केटाहरू चाहिँ हाम्रो आफूसँग साधन छैन केही छैन यत्तिकै हिँड्नु पऱ्यो सबैजनालाई टक्कसँगले हाम्रो यताबाट मन्दिर यता जङ्गलतिर यस्तो यता मन्दिर टक्कसँग यहाँबाट छिरी कहाँबाट सो यति भन्दै आज भोलि बाई बाई गाइस